अलि अनि अलिकति पछाडि तान्दै ल्याउनुहुन्छ ल ओम स्वस्ति पहिला सैला सबै निकालेर ग्राउन्ड घुम्नु ल उताबाट आएर यस्तो घुमेर उता लाएर बस्नु ठ्याक्कै हो त्यहीँनिर बस अगाडि हो त्यहीँनिर कहाँ सर्सिङ होला अझ खोज्नु त पछाडि बस्ने होइन उठ्नु सरस्यौ निकाल्नु हिजोको जस्तै गरी समाउनु नानीहरुको सलहरुलाई कहाँ छ सल छ यस्तो हात फटाउनु त न देब्रेपट्टिबाट ल्याउनु दुईटा हातले घुमाएर ओम रक्षोहाणं बहलगहणं वैष्णवी नीलमहन्तं बलगमत्रियामि अम्बे निष्ठाये मातुनिचकानि नमहन्तं बलगमत्रियामि फेरि उठाउनु फेरि दुईपट्टि शिरमा राख्नुहोस् दुईपट्टि शिरमा कुममा लानुहोस् तर त्यहीँबाट घोडासम्म ल्याउनुहोस् हो अब ल्याएर यता लगाइन्छ बाती बाल्नुहोस् बाती बाल्नुहोस् धुप बाती बाटेको धुप बाती के लाइट छ अरू के छ भन्नु त अरू के छ के चाहिँ यसो देखाइदिनु कानकोहरू अहिले भरे लाइट हुन्छ नानीलाई चाहिँ ओम तेजो चामल लिनुहोस् चामल छैन यसो लिएर यसो गर्नु न नानीलाई यसो त गर्नुपर्छ अनि नानीलाई त्यसो गरेर यसो छुवाउनुहोस् र त्यहाँ राख्नुहोस् अनि त्यसलाई लगेर सेलाइन हो मध्ये बच्चा ते वक्ता प्रथम देव्यो ईशको ईश्वरवान जोग्यर्ताश्रवान जातिं भंगपराति पिकालकुमा पिकालकुमा उताइन कलेसीमा भिडियो उता नानीलाई पूजा गराउनुहोस् त नानी भिडियो त राम्रै आउँछ कस्तो आउँछ तपाईँ पनि उता जानु न ए सानो मान्छे तपाईँ पनि उता दिदी भएको जानु त निनी भएको ठाउँमा जानु दिदी भएको जानु जानु न म यहाँ भिडियो बनाउँदैछु जानु जानु मेरो छोरी जानु 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 यहाँ सुन आधी मस्तरी पानी उगाउँछ हातले यतापट्टि भुइँमा यसो गरेर यसो
पानी झार न पानी झार्दै घुमाउने हो क्या पानीको भिरा बनाउने ल भइहाल्यो त्यहाँ चन्दन छ चन्दन अम्लामा चोको त झट्टै एकचोटि मात्र होइन पानी ठाउँ लगाउँछु यो अम्ला बस बिचमा टिका लगाऊ फुल राख्नु सबै ठाउँमा बिचमा राख बिचमा पूर्व पश्चिम उत्तर दक्षिण राखिहाल अघि कहाँ कहाँ टिका लगाएको आँखा छ तपाईँ ल सबै ठाउँमा छ त राख फुल लिएर प्रार्थना गर्ने नमस्कार गरेर बस्ने ओम पद्मयो निस्सतुरमृतिद्र स्थानं निवासित सृष्टिकर्तातो नित्यं ब्रह्मै तस्मै ब्रह्मा नमस्ते गर्कत्र गन्धार्चन विधि परिपूर्णमस्ते मण्डलको पूजा गर्नुहोस् ती चढाउने त्यो फुल टिपेर एउटा शिरमा राख तिरमा राख अलिकति चिकन ल त्यस मण्डललाई यसो बिगाएर दो त्यसरी भइहाल्यो भयो छोडिदिनु हात पानी लगाइदिनु त हातमा अलिकति ल म तब त अझै त्यो के अरे सुकुन्डा बाल्नुहोस् त्यो पातीभित्रको त्यहाँ बाती यहाँ छ तेलको बोतल गिलेन जर्किन के हो त्यहाँ उहाँ छ भयो त्यो बट्टा जुन तेल दिनु यहाँ तेल सकिनु लागेको छ त्यहाँ पनि थपिदिनु पहिले चारवटा तपाईँ सल्काउनु न तपाईँ सल्काउनु पाती देब्रे हातमा झट्टै राख्नु जस्तो हो नानीतिर फर्किने सल्किसक्छ राख्नु न त्यो सुकुन्डा फर्काउनु यता कडी आफ्नो हाततिर फर्काउनु त ल यता जग्गातिर गर्नुहोस् पहिला तिनचोटि अलिक तलमाथि गर्नु भयो तिनचोटि अब नानीलाई गर्नुहोस् ओम सुरग्नामिन्द्र शङ्कस समातु वीरसुना भविम्बे मम चमगिर संजायि च स्वस्थ समग्रतमाडी शरणं प्रभे सम्मादि सोमनमस्ति आला चाबी कहाँ छ कहीँ छ त्यो दही निकाल्नु त्यतिको थालीमा राख्नुहोस् त्यसले पया गराउनु पहिला त्यतिकै त्यतिकै सुन्नु न हातमा राख्नु यता अब नानीलाई गर्नु सुरग्नमिन्द्र शङ्कर सोमन्त सुब्रियत सोना भई भाइ ममु भोलि होली कहाँ खाँदो को अगाडि आयो त्यसमा त्यो लोटा राख्नुहोस् हात थाहा सानी कट्टा छुनु न शिरमा छुने मात्र भनेको अब हातमा अब खुट्टामा फेरि चोक्नुहोस् तल ओम काण्डा खुट्टाबाट खुट्टामा पहिला अब हातमा अब माथि शिरमा फेरि चोक्नु अब माथि शिरबाट त्यहाँ गोबर छ होला गोबरको छस्सै टिका लगाइदिनु ओम दीर्घायुष्ठाय बलाय प्रसासी सुन्दराय धान शिरमा राख्नुहोस् का धान छ ओम दीर्घायुष्ठाय बलाय प्रसासी सुन्दराय सरदा सतम गरे राख्नु ल खोइ लिनु खोइ ल त्यहाँ नानीको सबको पुरा खानु खाइदिनु त्यस्तो बनाउनु सिकाउनु
त्यो होइन हौ थाप्नुहोस् यसरी नानीको अगाडि उतै फर्किरहनु हुन्छ नानीलाई उतै सिधा पार्नु हात हातलाई सिधा पार्नु यसरी यस्तो खुल्ला खुल्ला प्लस बनाउनु त सानो त्यो हातमा अन्त प्लसको चिन्ह थाहा छ नि तिमीले यसमा नथापिराख न नथापिराख तिमीले बनाइदिनु बजान्छ उताबाट माथिबाट है ए गर्नु न माथि उया दाइमाथि होइन हामी बनाइहाल्छौँ नि बनाउन आउँदैन प्लस बनाउने अनि यसो पुच्छर बनाउने मात्रै हो के कुस राख कुसाउने नहुने घाँस टिपेर राख त सानो चौठी हो एउटा कुसको टुक्रा राख न ल पूजा थाली उठाएर सबै तपाईँले पूजा गरेर त फुल्टी राख्ने यहाँ राख यहाँ अरू छ त मुनि पूजा थाली एउटा सबै तपाईँले पूजा गर्नु ल पढ्न थाल्नु त लु ओम पित्रै वस्त्रै इदमासनं नम पुष्पं नम पाद्य प्रतर्द स्नानं पुष्पं नम छिटो छिटो गर छिटो 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 देउलीको बाबुआमा जो भने चाहियो बाउदी छ त गोजी कोट्याउनु त जङ्गल नजिकै छ कि टाढो छ बेहुलीको आमा गोजी कोट्याउ कोट्याउ काउ आउ बेहुलीको बाउ छ बेहुलीको बाउ छ गोजी मारी तोरा छ ल त बेहुलीको हातमा दिनुहोस् दक्षिणा निनलाई दिनुपर्ने दरले त्यो 5 नोट गरी हेर्नु है चाहिँ अहिले अहिले ढिला अनलाइन अझै 5 बेसी भयो तेरो डगा त्यो ढकी भयो चाहिँ त्यो पनि हुन्छ नानीलाई दिनु ल ल ल ल ल खोइ खोइ दक्षिणा आएन हो त्यहाँ राखेर ढोक्नु फेरि हो त्यो राखेर उ त्यो थाल दिनु त अझै उ त्यो करुवा निकालेर हो त थाल उ त्यो कपडा पनि हाल्नु उ त्यो परतिरको रातो कपडा अर्को माथिको निनलाई दिने कपडा त केही ल्याउनु भएको छैन के छ ल्याउनु यो किन त्यहाँ राख्नु न मैले सानो छ राख्नु न चुप लाएर तपाईँलाई त्यहाँ कसले छुनु लाग्यो त्यो नानीलाई दिनु थाल यहाँ माथि राख त्यो हातमाथि राख त्यो मुनि नै राख्दिन पैसा हो ए तेरिको धर छ हराउँछ के हुन्छ अब यहाँ दिएको मेरो हो भन्ने कुरा त भरे थाहा पाउँछिन् होला नि त अनि के अरे निनीले भेटाएको चिज हराउनु हुन्छ नि त्यहाँ राखिहाल्नु यो मेरै अरू केही छ खै कपडा आएको छैन ला बाउनु भने त बाजेले त घाटा हुनु भयो त लिनु लाग्यो यस्तो जानेको त निनी बिहानै आउनुहुन्थ्यो होला नजानु त तर यति गर्दा चिया खानलाई पनि हुँदैन मोटली पर्यो यतिले चिया आउनु पनि गाह्रो छिटो न हौ कहाँ गयो 5 बोतल आउँछ खै लुगा लुगा ला लोकल आइहाल्यो नि लोकलले काम चल्छ म त खाने दिनु नि यस्तो बिदिएर हामी हाम्रो पाउन्ड बिली गर्दैन नि पहिले त्यस्तो नियमै थाहा छैन यहाँ नानी समात त्यो पनि राखिदियो थालमा यसरी बेहुलीको पाजु चाहियो अब खोइ अब बाजु फेरि बेहुलीको बाजु बाजुले गर्छ ल अलि पर जानुहोस् निनी त्यहाँ ठाउँ छोडिदिनु ल ल अलि पर जानु यहाँ त सबैले त्यो अहिले एकछिन न पहिला स्वस्तिक बनाउनु न हुन्छ नि यसो त गर्नु चाहिँ यहाँ सुन्नु न तपाईँ हात के थापेको होइन त्यस्तो फिजाउनु न त्यहाँ यस्तो फिजाउनु थुप्रो पारेर हुन्छ नि अब त्यहाँ रसी लाएर सिधा पायो तर त्यो पनि भएन त्यो ट्राई चाहिँ गरेको
अब एकछिनमा ल तल 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 उता 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 त्यहाँदेखि उता 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 यहाँदेखि उता वाह वाह अब यहाँदेखि यता अझै अझै यता नै अब थोप्ला 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 चाँदी रहेछ त पूजा गर्न सबै थोक्ने त्यहाँ त्यसको टुक्रा राख गोजी कोट्याउँदै गर्दा भयो है आह्वान गर न जानुभयो बेलुका बुवालाई गोजी कोट्याउनुहोस् सबैले पूजा गर त ल त्यसरी हात केला यसो गरेर यसो गर्नु सबैले कति गरेर छिटो 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 गर भए दिँदा भयो दिने भए दिँदा के छ? भयो छ भने छिटो खोइ दक्षिणा दिनु न भनेको खोइ गोजी कोट्याएको खोइ हौ नानीलाई दिनु नानीलाई त्यो हातमा राख सानी यहाँ सुना सानी उ त्यो निनीको थालमा नङ काट्ने छ हेर त्यो राखिदेऊ हातमा नङ लामै नि त एकछिन अब कपडा आउँदैछ ल दिनु त्यहाँ दाजुलाई नै ल अब त्यो दक्षिणा कपडा तपाईँकै भयो है पर नजानु न होइन अलिक साइड तपाईँलाई हतियार दिएको छ के गर्नुपर्ने बुझिसक्नु भयो होला बेहुलीको हात खुट्टाको नङ काटिदिने सबै जोलीको है अनि निनीले त्यो कपडा तपाईँकै भयो थाल तपाईँकै भयो त्यहाँभित्र भएको पैसा तपाईँकै भयो अनि एउटा च्याचुते कपडा छ त्यो कपडा थालमा फिजाएर नङ काटेको एउटा पनि भुइँमा नझारिकन सबै थाप्ने थापेर पछि त्यो कपडामा पोको पारेर लगेर गङ्गाजीमा बगाइदिने है बाजुले काटिदिने त्यसपछि बेहुलीलाई यसो चोख्याएर ल्याउने अब नुहाउन अघि नै नुहाएको होला यसो पानी सानी छम्केर हात खुट्टा धोएर खुट्टामा यस्तो रङ लगाएर ल्याउनु होला बुढी सेन्ड गर्दैन ठ्याक्कै यस्तो बनाइदिनु है देख्नुभयो नि ल त त्यसो गरेर अनि